हेलो गाइज, बिक्की भाइ ब्लगमा सबैलाई दर्शन नमस्ते छ। तपाईहरु के कस्तो हुनुहुन्छ? म चाहिँ सन्चै छु। हाम्रो यहाँ प्यारी मोहन मेरो बुढी मिठी शेर्पाले मोमो बनाउँदैछ। हेर्नुहोस्, हाम्रो होटल है यो चाहिँ। उता मेरो भदैनी छोरी। मोमोहरू चाहिँ अब हाम्रोमा चाहिँ एकदम बिग साइजको बन्छ क्या। फेरि कस्टमरहरूले मुखमा आँटी नआँटी घुसारेर नि खान्छन् नि। फेरि हेर्नुहुन्छ हाम्रो मोमोको साइज। हेर्नुहोस् कत्रो छ मोमो है। आउनु होला मिठी शेर्पाको होटलमा मोमो खानु। धेरै 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 ठुल्ठुलो मोमो पाइन्छ। हाम्रो यहाँ मोमो खान आइपुगिहाल्यो एकजना कस्टमर त यहाँ भिडियो गरेर हाल्नु पाएको छैन। यहाँ मोमो खान आइपुगिसक्यो। ल भन्नुहोस् त अब गाइजहरू कस्तो छ त अनि के चाहियो र? एक्सट्रिम 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 1 पिस एक्सट्रिम। गिलास पनि दिनु। तेरा फितो जब से चढ़ गया रे इश्क की हवा जो उड़ गया रे तेरा फितो। हाम्रो बर्मन बजार यस्तो छ है गाइस। हेर्नुहोस्, आज बजारको दिन हो। बजार लागेको छैन। हाम्रो बजार यस्तो छ। हेर्नुहोस्, बवाल छ नि बर्मन बजार। बवाल छ बवाल। बर्मन बजार जिन्दाबाद। के बसाइदिनु अरे? मोमो बसाइदिनु। मोमो बसाइदिँदैछु है गाइस। यहाँ म चाहिँ अब झट्ट मा सन्का छ हाम्रो प्यारी बुढी चाहिँ। यो सन्का बुढीलाई अब चेन्ज गर्नु पर्यो भनेको अर्को ल्याएर। तपाईहरुले भनिदिनुहोस् त ल्याउँ कि नल्याउँ। हाम्रो फेरि होटल चाहिँ थोत्रे होटल भनेर चिनिन्छ नि। तर खाने चाहिँ फेरि नयाँ नयाँ मात्रै पाइन्छ। तेरे फितो जब से चढ़ गया रे। एकचोटि केही बोल्दिनु न मेरो साउनी। हाम्रो साउनी कस्तो छ हेर्दिनु त गाइस। हेर्नुहोस्, हेर लजाएर आमा मुस्कुराइदिन आँट्यो। अब हाँसै हाँस्यो। यता हेरेर हाँस्दिउँ न एकचोटि। हेलो, यता हेरेर हाँस्दिउँ न एकचोटि। सबै हाम्रो जनताहरूले हेर्छन्, भन्छन् हेलो भाउजू के छ, मोमोसम्महरू कस्तो बनाउनु हुँदैछ भनेर कमेन्ट गर्छ नि त हौ। हाम्रो नेपालमा फेरि अहिले एक्सट्रिम चाहिँ फेरि बब्बल बब्बल छ नि त। चर्चामा छ चर्चा। हाम्रा होटलको यस्तो छ। ए साथीहरू गाइस आउनुहोस्। के खानुहुन्छ? बियर खानुहुन्छ कि भोड्का खानुहुन्छ कि वाटर पिउने हुन्छ कि के खाने हो? चाउचाउ, दालमोट, मोमो, थुक्पा, चाउमिन, सुँगुरको सेकुवा पकौडा सबै 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 पाइन्छ। आउनु ल गाइस। अझ तपाईहरुलाई हाम्रो बर्मन बजार राम्रोसँग देखाइन्छ। हाम्रो हिरो ह्यान्डसम भाइ, बर्मनको ह्यान्डसम है यो चाहिँ हाम्रो हो। हाम्रो बर्मन बजार यस्तो छ। अहिले लागेको छैन। भरे लागेपछि हाम्रो बर्मन बजार फेरि भिड बबाल देख्छ गाइस। उता हाम्रो साउनी। ल त अहिले यति नै ल गाइस यो भ्लगमा।